यो एकलाई म परठा बनाउँछु। बनाएपछि यो दाँत फुलेको बुवा मम्मीहरूलाई पनि एकदम राम्रो हुन्छ, खान सक्नुहुन्छ, नरम हुन्छ है। ल यता आउनुहोस्, यसलाई के गर्ने भनेदेखि यो उसमा यसलाई यसरी गरेर यसलाई संलग्न यहाँ हालिदिने यो पानीमा। पानी पनि देखाउ, जति हाले पनि हुन्छ पानी। यसलाई चाहिँ उमाल्नु पर्यो। यता निकाल्नु पर्यो अनि यसलाई एकछिन उगाल्नुपर्छ, हाल्नुपर्छ है उमालेर। यहाँ देखाउ, यसरी देखाउ। ल अब यो अन्डालाई चाहिँ केही नगर्ने, यहाँ राख्ने एकछिन सँगै यहाँ राखेर यहीँ बस्छ। ल हेर्नुहोस्, यो उम्ल्यो चाउचाउ होइन। यो उम्लेपछि अब यसलाई चाउचाउलाई पानी, चाउचाउको पानी फालिदिने, यसलाई पानी फाल्ने है। बाट बनाउने हो, ओलिभ ओइल तेल हालेर। अब यो यहाँ तात्यो हो हालेर होइन। अब उ गर्ने हो यसरी, यहाँ हालेर यसरी खाने, पुरै पानी खाने। यसलाई अब उ गर्छु, अन्डालाई अब यहाँ यसरी फोरेर चाहिँ यहाँ हाल्ने, यसरी यसरी गर्ने है, यसरी गर्ने। अनि यसलाई घोल्नुपर्छ, यसलाई यहाँ घोलिदिने, यसरी यसरी घोल्ने, घोल्ने। त्यो टर्मिक पाउडर पनि, अलिकति टर्मिक पाउडर पनि हाल्दा एकदम राम्रो हुन्छ। अनि नुन, सल्ट यसरी हालेर फेरि घोल्नेलाई, फेरि घोल्ने। त्यो उसको चाउचाउको मसला हाल्दा पनि हुन्छ, केही फरक पर्दैन, एकदम मिठो हुन्छ। यसरी घोलेर गर्ने। अब यो चाहिँ यहाँ यसरी हाल्ने। यो पहिला एकलाई यसरी यहाँ हाल्ने, यसरी यसरी हाल्ने, यसरी यसरी हाल्ने, सरेर गरेर यहाँ मिक्स गरिदिने, यसलाई मिक्स गरिदिने, मिक्स गरिदिने। यसलाई घोल्ने, यसलाई एकदम मिक्स गर्ने है। अब यसलाई यसरी गर्ने। यो अलिक धेरै भयो, थोरै गरेर गर्नु पनि मिल्छ। एकैचोटि यो गर्न खोजेर यस्तो भयो है। हेर्नुहोस् यसरी है। अब गर्ने, ल हेर्नुहोस् यस्तो हुन्छ रोटी, एग नुडल्स रोटी। यो चाहिँ तपाईहरुको बच्चादेखिको दाँत थुक्लेको
बुढाबुढीहरूले बुवा मम्मीहरूले पनि खानलाई एकदम नरम मिठो डेलिसियस हुन्छ। ल अब यो चाहिँ भयो, हेर्नुहोस् यसरी बनाउने हो है। ल आयो, ल हेर्नुहोस् यहाँ यस्तो यस्तो हुन्छ। ल यसमा अलिकति तलबाट एक हाल्नुपर्छ, अलिकति यो चाहिँ ऊ भयो है, केही हुँदैन, यो रोटी नै हो। हेर्नुहोस् यस्तो मिठो हुन्छ, भेरी डेलिसियस। ल हजुरहरू पनि यसरी नै बनाएर खानु होला भनेर सिकाइदिएको। हजुरहरूलाई यसरी एक नुडल्सलाई कसरी बनाउने हो भनेर देखाएको छु। त्यसरी बनाएर हजुरहरू पनि घरमा टेस्ट गर्नु होला है। हस् त।